रुथको पुस्तक यो ईश्वर शास्त्रीय कलाको एक शानदार काम हो र यसले हामीलाई यो प्रश्नमा विचार गर्न आमन्त्रण गर्छ कि हाम्रो जीवनको दिन प्रतिदिनको आनन्द र कठिनाइहरूमा परमेश्वर कसरी संलग्न हुनुहुनेछ। यस पुस्तकमा तीन मुख्य पात्रहरू विधवा नाओमी, मोआबी रुथ र इस्राएली किसान बोआज छन् अनि तिनीहरूको कथा 4 अध्यायहरूमा बताइएको र सुन्दर ढङ्गले रचना गरिएको छ। आउनुहोस् यसलाई हामी गहिरिएर हेरौं अनि कसरी यी मिलाइएका छन् भनी अवलोकन गरौं। उहिले नै न्यायकर्ताहरूको शासनकालमा भन्ने पंक्तिको साथ एक अध्यायको आरम्भ हुन्छ अनि यसले हामीलाई न्यायकर्ताहरूको पुस्तकबाट धेरै अँध्यारो र कठिन दिनहरूको सम्झना गराउँछ। अनि यहाँ हामी बेथलेहेममा एक इस्राएली परिवारलाई भेट्छौं जो अनिकालबाट बाँच्नको लागि सङ्घर्ष गर्दैछन् अनि उनीहरू खानाको खोजीमा इस्राएलको प्राचीन शत्रु मोआबको भूमिमा जान्छन् र त्यहाँ उक्त परिवारका पिताको मृत्यु हुन्छ अनि छोराहरूले 2 मोआबी स्त्रीहरू रुथ र ओर्पासँग विवाह गर्छन् र त्यसपछि नाओमी र यी नयाँ बुहारीहरूलाई विधवाको रूपमा संसारमा छाडेर छोराहरूको पनि मृत्यु हुन्छ। नाओमीसँग अब बस्ने कुनै कारण नै छैन, यसैले उनले आफ्नी नयाँ बुहारीहरूलाई आफू घर फर्कने कुरा बताउँछिन्। नाओमीलाई थाहा थियो कि इस्राएलमा एक अविवाहित विदेशी विधवाको जीवन धेरै कठिन हुनेछ, यसैले उनले आफ्ना बुहारीहरूलाई त्यहीँ बस्न कर लगाउँछिन्। ओर्पा राजी हुन्छन् तर रुथले यो कुरा मान्दिनन्। तिनले नाओमी प्रति उल्लेखनीय वफादारीता देखाउँदै भन्छन्, तपाईँ जहाँ जानुहुन्छ म पनि त्यही जानेछु। तपाईका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। अनि यसरी तिनीहरू दुवैजना सँगसँगै इस्राएल फर्कन्छन्। अब एक अध्यायको अन्तमा नाओमीले आफ्नो नाम परिवर्तन गरेर मारा राख्छिन्। हिब्रू भाषामा त्यसको अर्थ तितो भन्ने हुन्छ र उनले आफ्नो दुःखपूर्ण जिन्दगीको कारण विलाप गर्छिन्। 2 अध्यायको सुरुमा नाओमी र रुथले खाने अन्न कहाँ खोज्ने भनेर छलफल गर्छन् र यो समयमा जौका अन्न कटनी गर्ने समय हुँदै थियो, यसैले रुथ खाना खोज्न बाहिर जान्छिन् र उनले बोअज नाम गरेका मानिसको खेतमा अन्न टिप्छिन् जो नाओमीका नातेदार हुन्छन्। हामीलाई बताइएको छ कि बोअज चरित्रवान व्यक्ति थिए र उनले रुथलाई देख्छन् अनि रुथको बारेमा थप कुरा पत्ता लगाएपछि उनले तिनको लागि उल्लेखनीय उदारता देखाउँछन्। उनले प्रवासी रुथको निम्ति विशेष वातावरण सृजना गर्दछन् ताकि उनले खेतमा अन्न बटुल्न सकुन्। अनि यसो गर्दै गर्दा बोअजले तोराहका ती आज्ञाहरूको पालना गरिरहेका थिए जहाँ प्रवासी र गरिबलाई उदारता देखाउन भनिएको थियो। नाओमी प्रति रुथको वफादारीता देखेर बोअज धेरै प्रभावित हुन्छन् र यसो भन्दै तिनको निम्ति प्रार्थना गर्छन् कि परमेश्वरले तिनको साहसको निम्ति रुथलाई इनाम दिनुभएको होस्। त्यसपछि रुथ घर फर्किन्छन् र तिनले बोअजलाई भेटेको कुरा नाओमीले थाहा पाउँछिन् र उनी प्रसन्न हुन्छन्। उनी भन्छन् कि बोअज तिनीहरूका परिवारको छुटकारा दिने नातेदार हुन्। अब यो छुटकारा दिने व्यक्तिको बारेमा भन्नुपर्दा इस्राएलमा एक सांस्कृतिक प्रचलन थियो जहाँ यदि परिवारमा एक व्यक्तिको मृत्यु भयो र उसले आफ्नो श्रीमती वा छोराछोरी वा जग्गा छोड्यो भने छुटकारा गर्ने व्यक्तिको जिम्मेवारी भनेको त्यो विधवासँग विवाह गरी भूमिको साथसाथै त्यो परिवारको रक्षा गर्नुपर्ने थियो। यसैले नाओमीले विचार गर्न थाल्छिन् कि सायद अझै पनि उनको परिवारको लागि भविष्यको आशा छ। अब 3 अध्याय नाओमी र रुथसँग प्रारम्भ हुन्छ जहाँ तिनीहरूले बोअजलाई तिनीहरूको अवस्थाप्रति ध्यान केन्द्रित गराउने योजना बनाउँछन्। यसैले रुथले विधवाको शोक झल्काउने वस्त्र नलगाई अरू नै लुगा लगाउन जाँदैछिन् र यस्तो संकेत देखाउँदैछिन् कि उनी विवाहको निम्ति उपलब्ध भएको कुरा प्रष्ट पार्छ। अनि यसैले त्यो रात बोअजलाई भेट्न रुथ खेतमा जान्छिन् र जसै उनी नजिक पुग्छिन् बोअज बिउसन्छन् र पुरै चकित हुन्छन्। त्यसपछि रुथले आफ्नो मनसाय एकदम स्पष्ट पार्छिन्। बोअजले नाओमीको परिवारलाई छुटकारा दिलाउन उनीसँग विवाह गर्नका निम्ति उनले प्रस्ताव गर्छिन्। एक पटक फेरि बोअज नाओमी र तिनको परिवारप्रति रुथको वफादारी देखेर चकित पर्छन् र तिनले रुथलाई उच्च चरित्रवान स्त्री भनेर भन्छन्। यो त्यही शब्द हो जुन हितोपदेश 31 मा ती स्त्रीको बारेमा वर्णन गर्न प्रयोग गरिएको छ। यसैले बोअजले रुथलाई अर्को दिनसम्म पर्खन भन्छन् ताकि तिनले रुथ र नाओमी दुवैलाई शहरका एल्डरहरू सामु विधिवत रूपमा छुटकारा दिन सकुन्। यसरी रुथ नाओमी कहाँ फर्केर आएको कुरासँगै अध्याय समाप्त हुन्छ र तिनीहरूसँगै हालै विकास भएका यी सबै घटनाहरूप्रति छक्क पर्छन् अनि 4 अध्यायमा यो सबै एकत्रित भएर आउँछ। अब अन्तिम क्षणमा बोअजले थाहा पाउँछन् कि त्यहाँ नाओमीको परिवारका अर्का एक सदस्य छन् जो बोअज भन्दा पनि नजिकका नातेदार हुन् र वास्तवमा ती व्यक्ति यो परिवारलाई छुटकारा दिन बोअज भन्दा पनि अझ बढी आधिकारिक थिए।
तर अन्तिम समयमा जब यो परिवारको सदस्यले मोआबी रुथसँग विवाह गर्नुपर्छ भनी थाहा पाउँछन्, तब उनले यो कुरा स्वीकार गर्छन्। तर याद गर्नुहोस्, बोअजले रुथको वास्तविक चरित्रलाई चिनेका थिए अनि यसैले उनले नाओमीको पारिवारिक सम्पत्ति प्राप्त गर्छन्, साथसाथै उनले रुथसँग विवाह पनि गर्छन्। अनि जसरी सुरुवातमा रुथ नाओमीको परिवारप्रति वफादार थिइन्, त्यसरी नै अब बोअज पनि नाओमीको परिवारप्रति वफादार रहन्छन्। यो कथा एक अध्यायमा भएको सबै दुःखद घटनाहरूलाई उल्टाउँदै समाप्त हुन्छ अनि पति र छोराहरूको मृत्युको विपरीत अब फेरि रुथको विवाह हुन्छ र तिनले एउटा छोरा जन्माउँछिन् जसले नाओमीलाई धेरै आनन्द दिलाउँछ। अनि यो पुस्तकको सुरु र अन्त बीचको यो समरूपता अझ उल्लेखनीय छ। याद गर्नुहोस् कि सुरुको दुःखद घटनालाई रुथको वफादारिताको ठूलो कार्यद्वारा पछ्याइएको थियो र त्यो अब बोअजको वफादारिताको कार्यसँग मेल खान्छ, जसले यो परिवारलाई पुनर्स्थापनातर्फ डोर्याउँछ। यो समरूपता भित्री अध्यायहरूको संरचनामा पनि देख्न सकिन्छ। प्रत्येक अध्यायको आरम्भ नाओमी र रुथले आफ्नो भविष्यको लागि योजना बनाएर सुरु हुन्छ र त्यसपछि रुथ र बोअज बीचको भेट हुन्छ। प्रत्येक अध्यायको समापन नाओमी र रुथले उनीहरूका जीवनमा भएका घटनाप्रति गरेको रमाहटका साथ टुङ्गिएको हुन्छ। कथाको संरचना निकै सुन्दर छ र यो संरचना वास्तवमा कथाको चाखलाग्दो विशेषतासँग जोडिएको छ, त्यो हो परमेश्वरको बारेमा बिरलै उल्लेख गरिनु। कथाका पात्रहरूले कहिलेकाहीँ परमेश्वरको कुरा गर्छन्, तर वास्तवमा कथाकार परमेश्वरले प्रत्यक्ष रूपमा केही गरिरहनु भएको कुरा कहिल्यै उल्लेख गर्दैनन्। अनि यही नै उनको उत्कृष्ट प्रतिभा हो, किनकि यस कथाको प्रत्येक दृश्यको पछाडि परमेश्वरको प्रबन्धले काम गरिरहेको छ, जसले यी सबै पात्रहरूको परिस्थिति र छनौटहरूलाई एकसाथ बुनेर राख्नुहुन्छ। नाओमीको दुःखले उनलाई यो सोच्न प्रेरित गर्छ कि परमेश्वरले उनलाई दण्ड दिँदै हुनुहुन्छ, तर वास्तवमा सम्पूर्ण कथा उनी र उनको परिवारलाई पुनर्स्थापित गर्ने परमेश्वरको मिसनको बारेमा हो। अनि उहाँले यो सबै रुथ, उनको साहस र वफादारी मार्फत गरिरहनु भएको छ, जसले नाओमीको जीवनमा चङ्गाई ल्याउँदछ। तर पनि बोअज बिना होइन, जो उदारता र वफादारिताले भरिएका विवेकशील किसान हुन्। यसरी परमेश्वरले नाओमी र उनको परिवारलाई बचाउन रुथको साहस र बोअजको इमानदारिता दुवैलाई प्रयोग गर्नुहुन्छ। अनि यसै कारण यो कथाले शानदार तरिकासँग परमेश्वरको उद्देश्य र इच्छालाई मानव निर्णय र इच्छासँगको तालमेलमा दर्शाउँछ। परमेश्वर आफ्ना मानिसहरूको विश्वासयोग्य आज्ञाकारितालाई सँगसँगै बुन्नुहुन्छ, ताकि संसारमा उहाँको छुटकाराका उद्देश्यहरू ल्याउनु भएको होस्। अनि यसले कथाको वास्तविक समापनतर्फ लैजान्छ। रुथको पुस्तक एक वंशावलीको साथ समाप्त हुन्छ, जसले देखाउँछ कि कसरी बोअज र रुथका छोरा ओबेद राजा दाउदका हजुरबुबा थिए, जसबाट मसीहको वंश आयो। अनि यसरी अचानक कथाका यी साधारण र सामान्य घटनाहरूलाई सारा संसारको मुक्तिको लागि परमेश्वरको महान कथाको साथ बुनिएको छ। यसैले रुथको पुस्तकले हामीलाई यो कुरा विचार गर्न आमन्त्रित गर्दछ कि परमेश्वरले हाम्रो जीवनका धेरै सामान्य र साधारण कुराहरूमा काम गर्न सक्नुहुन्छ। अनि रुथको पुस्तकमा भएको मुख्य विषय यही नै हो।